आज चाहिँ रामनवमी र रामनवमीको सम्पूर्ण नेपाली जनताहरूलाई धेरै धेरै शुभकामना र साथमा आज चाहिँ बालेन हाम्रो प्रधानमन्त्रीज्यू माननीय प्रधानमन्त्रीज्यू बालेनज्यूले शपथ ग्रहण गर्नुभएको दिन र पक्कै पनि सबै नेपाली खुसी नै हुनुहुन्छ आज होइन। त्यो चाहिँ एक प्रकारको जति पनि त्यो भदौ 23-24 गते पछिको आजको दिन हामीले खोजिरहेको थियौँ नि, त्यो क्षण कि जहाँनिर यसो पल्टाएर म बालेन शाह भन्दै त्यो सुन्नुको जुन मजा छ छुट्टै। अझ त्यो माथि आजको दिन चुज गर्नु 13 गते 12:34मा र साथमा यसो बटुक तथा ब्राह्मण राखेर शङ्ख समेत गर्दाखेरिमा त्यो दृश्य जुन थियो त्यो सही तरिका थियो। यो चिजले साह्रै मन छोएको छ। अब हेर्दै जाउँ पक्कै पनि राम्रो चाहिँ हुन्छ। त्यो एउटा छुट्टै भित्रबाट खुसी चाहिँ छौँ र साथमा हाम्रो बालेनज्यू पहिला ऱ्यापर पनि हो र इन्जिनियर पनि हो। अब ऱ्यापरको फेजदेखि नै हामी चाहिँ हेर्दै आइरहेको छौँ भने कतिपय मान्छेलाई थाहा नहोला उहाँ ज्योतिष पनि हुनुहुन्छ है। एकपल्ट यो भिडियो हेर्नुहोस्। आफै पनि एस्ट्रोलोजी हेर्छु। मैले जस्तै इन्जिनियरिङ सँगसँगै एस्ट्रोलोजी पनि पढेको, त्यसको पनि केही आधारहरू हुन्छन्, वास्तुशास्त्र पनि हुन्छ। सबै कुराहरूलाई सोचेर गर्छु म काम। तपाईँले ज्योतिषी शैलीबाट पनि अलिकति अपनाउनुहुन्छ, विश्वास गर्नुहुन्छ? हजुर, विश्वास होइन, त्यो भएको चिजलाई विश्वास गर्ने नगर्ने भन्ने कुरै छैन। त्यो फिजिक्स हो, त्यो साइन्स हो, त्यो विज्ञान हो, त्यो विज्ञानलाई ज्योतिष विज्ञानलाई पनि आधार मानेर। हजुर हो 11:03 थियो मेरो साइज। र उहाँ चाहिँ पहिला ज्योतिष पनि रहनु भएको छ। सबै चिज एक वास्तुशास्त्रको हिसाबले गर्नुभएको छ। अब पक्कै पनि सबै चिज चाहिँ राम्रो नै हुन्छ भन्ने आशा छ। र आजको जुन शपथ ग्रहण थियो साह्रै बवाल थियो। आजको चाहिँ हेर्दैखेरिमा त्यो सुनौ सबैजना मान्छेहरू आएर होइन। यसै साथ हामीले सोचेको सबै कुरा पुरा होस् र देश साँच्चै नै हाँसेको देख्न पाऊँ।